नगराउनु न नगराउनु न सुन्नु न मैले कुरा गर्दैछु त नगराउनु अब सुन्नुहोस् त्यो कुरा मनोमानी गर्यो के गर्यो भन्ने इन्टरनेट भन्ने चिज कुन बेलामा ल्याए त्यो कुरा थाहा पाउनुहोस् इन्टरनेट भन्ने चिज एकदम सुन्नुहोस् कुन बेलामा ल्याए त्यो कुरा सुन्नुहोस् न जुन बेलामा नेपालको यो गाउँ गाउँमा मोबाइल भन्ने आएकै थिएन इन्टरनेट भनेको के हो जनताले सुनेको पनि थिएन अनि इन्टरनेट भनेको के हो जनताले त के सरकारलाई पनि थाहा थिएन त्यति बेला मैले यो एउटा उदाहरण देखाउनको लागि इन्टरनेट ल्याएको हो यसो गरेर ल्याउन सकिन्छ भनेर गरेको हो यो काम नगराउनु न नगराउनु न सुन्नु न मैले कुरा गर्दैछु त नगराउनु तपाईँले त बिथोल्न गरे जस्तो कुरा गर्नु मैले किन प्रकाश माइमे ल्याइनँ भन्ने कुरा म भन्छु त्यति बेला यो बागलुङको मान्छेमा बिनीको मान्छेलाई कसैलाई इन्टरनेट भनेको के हो थाहा थिएन मैले चाहिँ के गरेँ भन्दाखेरि त्यति बेला एउटा उदाहरण दिएको हो मैले चाहिँ झन्डै 200वटा जति गाउँहरूमा इन्टरनेट पुर्याएको हो मेरो प्रयासले पुर्याएको सरकारले पुर्याउनु पर्ने थियो त्यो कुरा सरकारले पुर्याउँछ कि भनेर मैले उदाहरण देखाइदिएको सरकारको त ढङ्गै आएन म एकजना व्यक्तिले नेपालभरि तपाईँको स्कुलमा तपाईँको जतासुकै ल्याइदिन सक्छु र त्यही पनि मैले सकेको त गरेकै हो के तपाईँले त्यसरी चाहिँ हामीलाई किन छुट्याइस् भनेर भन्नु पाउनुहुन्न बुझ्नुभयो नि उति बेलाको जमाना अहिलेको जमाना होइन 25 वर्ष अगाडिको कुरा हो त्यो त्यसैले त्यो हो।